अमेरिकाको चर्चित टाइम म्यागजिनले सन् 2026का विश्वका 100 प्रभावशाली व्यक्तिको सूचीमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई राखेको छ। प्रभावशाली राजनीतिज्ञको विधामा बालेनसहित राजनीतिज्ञको सूचीमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प सहित चिनिया राष्ट्रपति सी जिनपिङ, जापानकी प्रधानमन्त्री साने ताकाइची, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, न्युयोर्कका मेयर जोहरान मामदानी लगायत छन्। टाइम म्यागजिनको 100 प्रभावशाली व्यक्तिको सूचीमा पहिलो पटक नेपाली अटाएका हुन्। टाइमले बालेनको बारेमा छोटो टिप्पणी पनि लेखेको छ, जसमा भनिएको छ सबै राजनीतिज्ञ नयाँ र पुराना चोर नै हुन्। बालेनले एकपटक सोशल मिडियामा पोस्ट गरेका थिए। नेपालीहरू आशा गरिरहेका छन् कि उनी आफैलाई गलत साबित गर्नेछन्। टाइम म्यागजिनमा लेखेको टिप्पणीको अनुवाद यस्तो छ। जसले आफ्नो इमान बेच्छन् उनीहरूका लागि पैसा रुखमा फल्छ जस्तो लाग्छ। र्याप गर्छन् बालेन्द्र शाह, 35 वर्षीय नेपाली पूर्व हिपहप स्टार, जसलाई मार्चमा हिमाली राष्ट्रको सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा निर्वाचित गरियो। त्यो भारी मतले जित हासिल गरिएको थियो, जसलाई गत शरद ऋतुमा जेनजीले नेतृत्व गरेको घातक सडक प्रदर्शनले उत्तेजित बनाएको थियो, जसको लक्ष्य थियो भ्रष्ट र यथास्थितिवादी ठानिएका पुराना राजनीतिक पुस्तालाई सफा गर्नु। यहाँ शाह प्रवेश गर्छन्, जसलाई सामान्यतया बालेन भनेर चिनिन्छ। एक सिभिल इन्जिनियरिङ स्नातक, जसको चिन्ताग्रस्त स्टेज उपस्थिति र भ्रष्ट अधिकारीहरूलाई तीखो व्यङ्ग्य गर्ने अब्रेसिभ पोलेमिक्सले 4 वर्ष अघि उनलाई काठमाडौँको मेयर बनायो र अब नेपालका 3 करोड जनताको नेता। बालेनको उदय जति पपुलिस्ट युथ केक हो, त्यति नै दक्षिण एसियाको जडवादी वंशवादी राजनीतिको पूर्ण अस्वीकार पनि हो, जसले क्षेत्रीय स्थापित वर्गमा कम्पन पैदा गरेको छ। मेयरको रूपमा बालेनले नोकरशाहीको रातो फिताको जाल काटेर फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य सेवालाई सुधार गर्न सफल भए। धेरै कुरा अब यो कुरामा निर्भर छ कि टुपाक साकुर र 50 सेन्टको कथित भक्त भन्ने यो व्यक्तिले आफ्नो त्यो सफलतालाई राष्ट्रिय स्तरमा अनुवाद गर्न सक्छन् कि सक्दैनन्। सबै राजनीतिज्ञ नयाँ र पुराना चोर नै हुन्, बालेनले एकपटक सोशल मिडियामा पोस्ट गरेका थिए। नेपालीहरू आशा गरिरहेका छन् कि उनी आफैलाई गलत साबित गर्नेछन्।